के छ अब यो हाम्रो 2-3 दिनमा चालु हुन्छ सर? 2-3 दिन होइन, लाग्छ होला 1 हप्ता जति। 1 हप्ता अझै लाग्छ है। सरहरू चाहिँ राति पनि अहिलेको समय चाहिँ ठ्याक्कै 6 बजे पनि यहाँ साथीहरू लागिरहेको। तपाईँहरूले यो इन्द्रावती सब स्टेसनको चाहिँ अब अहिले निर्माण भइरहेछ, हाम्रो बट्टाबट काम पनि भइरहेछ। अब यो केही समयमा नै चालु हुनेछ र अब हाम्रो सिन्धुपाल्चोक खेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी गाउँपालिकाका जनताहरूले चाहिँ अब विद्युत चाहिँ एकदम राम्रो उपभोग गर्न पाउने भइसकेको छ। यसमा चाहिँ यो 81 साल असार 31 गते आएको बाढीले चाहिँ क्षति भएको थियो। अब केही समयमा नै यहाँ चाहिँ सञ्चालन हुन लागिरहेछ। अब हेरौँ भित्र के काम हुँदैछ, यो पनि मैले भिडियोमा हालिदिएको छु। सबैजनाले हेरिदिनु होला, सपोर्ट गर्नु होला। यस्तो अपडेटहरू मैले बेला बेलामा दिइरहन्छु। त्यसपछि हामी यसलाई चाहिँ यसो हेर्दैछौँ कामहरू के भइरहेछ भनेर। हेलो साथीहरू, ल हाम्रो तिपिनी सब स्टेसन चाहिँ यहाँ काम भइरहेछ है बट्टाबट। अहिले पनि रातिको समय छौँ। यतातिर के छ, लाइन साइन के छ अहिले? हिँड्न मिल्छ होइन? चालु जस्तो लागिरहेको नि सब। यहाँ काम भइरहेछ है राति पनि। अहिले यस्तो छ यहाँ अब फ्युज लाउनु जा भनेको भन्दैन त्यो नभन न पुरा। त्यो भनेपछि यहाँले पुरो बिग्रिन्छ। उज्यालो बनाउन आएको के छ अब यो हाम्रो 2-3 दिनमा चालु हुन्छ सर? 2-3 दिन होइन, लाग्छ होला 1 हप्ता जति। 1 हप्ता अझै लाग्छ है। सरहरू चाहिँ राति पनि अहिलेको समय चाहिँ ठ्याक्कै 6 बजे पनि यहाँ साथीहरू लागिरहनु भएको छ सबै। अब 1 हप्ता भनेको छ। 1 हप्तामा चाहिँ अहिले ट्रायल परीक्षण भइरहेछ सबै। 1-2 दिनमा चाहिँ यो पुरै ट्रायल परीक्षण भइसकेपछि सबै लाइन चेक गरेर त्यसपछि अनि हाम्रो सब स्टेसन चालु हुन्छ है। साथीहरूलाई यो छोटो अपडेट, मैले निरन्तर भिडियो बनाएको भएर अहिले बनाइरहेको छु।